सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मेरो युट्युब च्यानल लर्निङ प्लसमा स्वागत छ। विद्यार्थी भाइ बहिनीहरू, आजको यस भिडियोमा मैले हजुरहरूको लागि लिएर आएको छु क्लास 10 को साइन्स एन्ड टेक्नोलोजीको फर्स्ट युनिट साइन्टिफिक स्टडीको कम्प्लिट सोलुसन। नम्बर फर्स्टमा रहेको छ एमसीक्यूजहरू रहेको छ। चुज द करेक्ट अप्सन फर द फलोइङ क्वेसन्स। Which of the following is a fundamental unit भनेको छ। यसको सही जवाफ हो किलोग्राम। किन किलोग्राम भन्दाखेरि अरु सबै डेराइभ युनिट हो, केजी मात्रै फन्डामेन्टल युनिट हो। बीमा रहेको छ which of the following physical quantities has the unit मिटर पर सेकेन्ड भनेको छ। यसको सही अप्सन हो भेलोसिटी। भेलोसिटीको युनिट चाहिँ मिटर पर सेकेन्ड हुन्छ। त्यस पछाडि आएर नम्बर सी मा रहेको छ which of the following is a derived unit भनेको छ क्यान्डेला, एम्पियर, जुल, केल्भिन। यसको सही उत्तर हो जुल। बाँकी सबै फन्डामेन्टल युनिट हो, जुल मात्रै डेराइभ युनिट हो। जुलमा के हुन्छ केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। यस्ता फन्डामेन्टल युनिटहरू मिलेर बल्ल जुलको युनिट बन्ने हुनाले जुल एउटा डेराइभ युनिट हो। नम्बर डी मा रहेको छ which of the following unit denote न्युटन भनेको छ केजी मिटर पर सेकेन्ड स्क्वायर। यस्तै रहेको छ। यसको सही उत्तर हो केजी मिटर पर सेकेन्ड स्क्वायर। केजी मिटर पर सेकेन्ड स्क्वायर मा यहाँ भनिएको छ जुल इज अ डेराइभ युनिट अफ वर्क। जुल एउटा डेराइभ युनिट हो भनेर भनेको छ। जुल इज डेराइभ्ड फ्रम फन्डामेन्टल युनिट। किन भन्दाखेरि जुल चाहिँ फन्डामेन्टल युनिटबाट डेराइभ गरेको भएर जुल के हो, जुल एउटा डेराइभ्ड युनिट हो। जस्तै यहाँ हेर्नुहोस् त जुल इज द युनिट अफ वर्क। वर्क भनेको एफ इन्टु डी हो। एफ भनेको फोर्स, डी भनेको डिस्टेन्स, एम इन्टु एफ भनेको फेरि एम इन्टु ए हो। एम इन्टु ए इन्टु डी अनि गर्दाखेरि एम भनेको केजी, ए भनेको मिटर पर सेकेन्ड स्क्वायर अनि डी भनेको मिटर। अब यो गर्दाखेरि के भयो त केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। यसरी स्ल्यास दिएर लेख्न पनि सकिन्छ। यदि स्ल्यास नदिने हो भने यसरी पर सेकेन्ड स्क्वायर जसरी लेख्न सकिन्छ। नम्बर बी मा भनेको छ सम भेरिएबल्स सुड बी कन्ट्रोल्ड व्हाइल परफर्मिङ एन एक्सपेरिमेन्ट भनेको छ कति एक्सपेरिमेन्टहरू गर्दाखेरि केही भेरिएबलहरूलाई कन्ट्रोल गर्नुपर्छ किन भन्ने क्वेसन रहेको छ। यसको आन्सर हो टु इन्स्योर द्याट द एक्सपेरिमेन्ट इज फेयर एन्ड एक्युरेट वी मस्ट कन्ट्रोल द अदर भेरिएबल्स द्याट माइट अफेक्ट द आउटकम। दिस अलोज अस टु टेस्ट ओन्ली द इफेक्ट अफ इन्डिपेन्डेन्ट भेरिएबल। है भाइ बहिनीहरूलाई एकदम सजिलो तरिकाले मैले लेखिदिएको छु। रिजल्टलाई भेरिएबल बनाउनको लागि भेरिएबल्सहरूलाई के गर्नुपर्छ, डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भन्दा बाहेकको सबै भेरिएबलहरूलाई के गर्नुपर्छ त कन्ट्रोल गर्नुपर्छ अथवा एज इट इज राख्नुपर्छ। जस्तै यहाँनिर भनेको छ भी स्क्वायर बराबर युटी इज नट भ्यालिड रिलेसन भनेर भनेको छ। भी स्क्वायर बराबर युटी इज नट अ भ्यालिड रिलेसन भनेको छ। एन्सरमा हियर भी स्क्वायर बराबर युटी। अब हामीले चाहिँ यसलाई युनिट वाइज एनालाइसिस गर्नुपर्ने हुन्छ। यसलाई युनिट वाइज एनालाइसिस गर्दाखेरि भी भनेको मिटर पर सेकेन्डको होल स्क्वायर गर्नु पर्यो। यु भनेको मिटर पर सेकेन्ड, टाइम भनेको इन्टु सेकेन्ड भयो। गर्दाखेरि यहाँनिर मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर आयो। यहाँनिर चाहिँ सेकेन्ड काटिएर यो मिटर मात्रै भयो। युनिट अन बोथ साइड इज नट युनिट। यहाँ हेर्नुहोस् त मिटर स्क्वायर भयो, यहाँ सेकेन्ड स्क्वायर, यहाँ चाहिँ मिटर मात्रै भयो। के भयो कि दुईतिर एउटै खालको युनिट आउनुपर्छ। यहाँनिर दुवैतिर एउटै खालको युनिट आएन, त्यसैले यो के हो त यो इक्वेसन चाहिँ भ्यालिड छैन। कुनै पनि इक्वेसन भ्यालिड हुनको लागि दुवैतर्फ के हुनुपर्छ त युनिटमा एकरूपता हुनुपर्छ अथवा युनिफर्मिटी हुनुपर्छ।
यहाँनिर हजुरहरूले इन्डिपेन्डेन्ट भेरिएबल र डिपेन्डेन्ट भेरिएबलको डिफरेन्स लेख्नुपर्ने हुन्छ। इन्डिपेन्डेन्ट भेरिएबलमा इट इज चेन्ज्ड अर कन्ट्रोल्ड बाई द एक्सपेरिमेन्टर। डिपेन्डेन्ट भेरिएबलमा इट इज मेजर्ड अर अब्जर्भ ड्युरिङ द एक्सपेरिमेन्ट। त्यस पछाडि इन्डिपेन्डेन्ट भेरिएबल भनेको इट इज अ कज। डिपेन्डेन्ट भेरिएबल भनेको इट इज एन इफेक्ट। त्यस पछाडि हामीले कुनै एउटा इक्वेसन लिएर हामी इक्जाम्पल दिन सक्छौँ। जस्तै यस बराबर भी इन्टु टी भन्ने इक्वेसनमा टाइम चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ भने यस डिस्टेन्स ट्राभल चाहिँ के हुन्छ त डिपेन्डेन्ट भेरिएबल हुन्छ। अब त्यस पछाडि फन्डामेन्टल युनिट र डेराइभ युनिट। फन्डामेन्टल युनिट तर्फ इट इज अ बेसिक युनिट अफ मेजरमेन्ट। डेराइभ युनिट भनेको इट इज फर्मड from combinations of fundamental units. There are only 7 fundamental units. There are so many derived units. जस्तै इक्जाम्पल भन्न पर्यो भने मिटर, किलोग्राम फन्डामेन्टल युनिटहरू हो भने न्युटन, जुलहरू डेराइभ युनिट हो। नम्बर 4 मा रहेको छ व्हाट इज अ युनिट। युनिट इज अ स्ट्यान्डर्ड क्वान्टिटी युज टु मेजर अ फिजिकल क्वान्टिटी। जस्तै मीटर इज द युनिट अफ लेन्थ। त्यस पछाडि नम्बर बीमा रहेको छ मास, टेम्परेचर, इनर्जी र डेन्सिटीको एसआई युनिट लेख्नुपर्ने हुन्छ। मासको केजी, टेम्परेचरको केल्भिन, एनर्जीको जुल, डेन्सिटीको किलोग्राम पर मिटर क्युब। नम्बर सीमा रहेको छ हाउ इज द भ्यालिडिटी अफ एन इक्वेसन चेक्ड। राइट एन इक्जाम्पल भनेको छ कुनै पनि इक्वेसनको भ्यालिडिटी कसरी चेक हुन्छ भन्दाखेरि युनिट वाइज एनालाइसिसबाट चेक हुन्छ। यदि कुनै पनि इक्वेसन भ्यालिड हुनको लागि दुवैतर्फको युनिट इक्वेसनको दुवैतर्फको युनिट इक्वल हुनुपर्छ भाइ बहिनीहरू। द भ्यालिडिटी अफ एन इक्वेसन इज चेक्ड युजिङ युनिट एनालाइसिस। एन इक्वेसन मस्ट ह्याभ सेम युनिट अन बोथ साइड टु बी भ्यालिड। जस्तै यस बराबर भी इन्टु टी भन्ने इक्जाम्पल लिए मैले। यस भनेको मिटर हो, भी भनेको मिटर पर सेकेन्ड र टाइम भनेको इन्टु सेकेन्ड नै भयो। यसो गर्दाखेरि दुवैतर्फ मिटर आएको हुनाले यो इक्वेसन के भयो भ्यालिड भयो। त्यस पछाडि नम्बर डीमा रहेको छ मेन्सन द फन्डामेन्टल युनिट इन्भल्भ इन द युनिट अफ प्रेसर भनेको छ। प्रेसर भनेको फोर्स अपन एरिया हो। फोर्स भनेको केजी मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भने एरिया भनेको मिटर स्क्वायर हुन्छ। तसर्थ केजी मिटर पर सेकेन्ड स्क्वायर डिभाइड बाई मिटर स्क्वायर गर्दाखेरि केजी पर मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। प्रेसर भनेको केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर हुन्छ है। नम्बर ईमा रहेको छ यो न्युटन, वाट, जुल, पास्कलमा भएको फन्डामेन्टल युनिटहरू लेख्नुपर्ने हुन्छ। न्युटनको केजी मिटर पर सेकेन्ड स्क्वायर, वाट भनेको पावरको युनिट हो केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब, जुल भनेको केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर र पास्कल भनेको केजी मिटर पर सेकेन्ड स्क्वायर। नम्बर याफमा रहेको छ निवा क्लेम्ड दैट एन अल्टरनेटिभ फर्मुला फर पावर P बराबर mv स्क्वायर एन्ड फर्मुला अफ प्रेसर चाहिँ mv अपन a हुन्छ भनेर उनले क्लेम गरिन्। अब यो हामीले यो चाहिँ के गर्नुपर्ने हुन्छ त एनालाइसिस गर्नुपर्ने हुन्छ। उनले दिएको इक्वेसन चाहिँ करेक्ट छ कि छैन भनेर हेर्नलाई युनिट वाइज एनालाइसिसमै जानुपर्ने हुन्छ। जस्तै पावरको एसआई युनिट भनेको वाट हो। वाट भनेको केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब हुन्छ। अब हामी फर्मुला लगायौँ भने जस्तै P बराबर mv स्क्वायर त निभाले दिएको इक्वेसनमा हामीले भ्यालु राख्यौँ भने m भनेको केजी, v भनेको मिटर पर सेकेन्डको होल स्क्वायर गर्दाखेरि यतापट्टिको पावरको एसआई युनिट र mv स्क्वायरबाट आएको एसआई युनिट इक्वल छैन। यहाँनिर केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब छ भने यहाँनिर चाहिँ केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर मात्रै छ। त्यसैले निभाले दिएको यो इक्वेसन भ्यालिड छैन। त्यस पछाडि प्रेसरमा हेर्ने हो भने प्रेसर भनेको पास्कल हो। प्रेसरको एसआई युनिट भनेको केजी पर मिटर पर सेकेन्ड स्क्वायर हो। अब निभाले दिएको इक्वेसन हामीले चेक गर्ने हो भने निभाले mv अपन a भनेर दिएकी छन्। m भनेको केजी, v भनेको मिटर पर सेकेन्ड डिभाइड बाई एरिया भनेको मिटर स्क्वायर। यसो गर्दाखेरि के हुन्छ त भन्दाखेरि केजी
पर मिटर यो यता र यता के भएन, यो राइट र लेफ्ट तर्फ पनि इक्वेसनमा एकरूपता भएन, युनिफर्मिटी भएन। यहाँनिर केजी पर मिटर पर सेकेन्ड स्क्वायर छ, यहाँनिर केजी पर मिटर पर सेकेन्ड छ, तसर्थ निभाले दुवै इक्वेसन भ्यालिड छैन। अब यहाँनिर जी नम्बरमा भनेको छ यु हेभ टु डिफाइन इन्डिपेन्डेन्ट, डिपेन्डेन्ट एन्ड कन्ट्रोल भेरिएबल विथ सुइटेबल इक्जाम्पल भनेको छ। इन्डिपेन्डेन्ट भेरिएबल भनेको द भेरिएबल द्याट इज चेन्ज्ड इन एन एक्सपेरिमेन्ट इज कल्ड इन्डिपेन्डेन्ट भेरिएबल। डिपेन्डेन्ट भनेको द भेरिएबल द्याट इज मेजर्ड इन एन एक्सपेरिमेन्ट इज कल्ड डिपेन्डेन्ट भेरिएबल। र कन्ट्रोल भेरिएबल भनेको भेरिएबल्स द्याट कन्स्ट्यान्ट द्याट केप्ट भेरिएबल्स केप्ट कन्स्ट्यान्ट इन एन एक्सपेरिमेन्ट इज कल्ड कन्ट्रोल्ड भेरिएबल। जस्तै हामीले इक्जाम्पल लेख्यौँ भने इन एन एक्सपेरिमेन्ट टु सी हाउ लाइट अफेक्ट्स प्लान्ट ग्रोथ भन्ने एउटा एक्सपेरिमेन्टको लागि इन्डिपेन्डेन्ट भेरिएबल भनेको लाइट एक्सपोजर, डिपेन्डेन्ट भनेको हाइट अफ प्लान्ट र कन्ट्रोल भेरिएबल भनेको टाइप अफ प्लान्ट, सोइल, वाटर हुन्छ। यहाँनिर यास नम्बरमा एउटा क्वेसन रहेको छ कर्मा connected a dry cell to a bulb using few pieces of wire and lit the bulb. He was curious to know how the thickness of the used wire affects the lifespan of a dry cell. In his test or experiment, find out independent variable, dependent and control variable भनेको छ। कर्मालाई चाहिँ चेक गर्न मन लागेछ कि तारको मोटाइले ब्याट्रीको लाइफ स्प्यानमा कस्तो असर पर्छ भनेर कर्मालाई हेर्न मन लाग्यो भने यो रिसर्च क्वेसनको लागि इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ थिकनेस अफ वायर, डिपेन्डेन्ट भेरिएबल हुन्छ लाइफ स्प्यान अफ द ड्राई सेल र कन्ट्रोल भेरिएबल हुन्छ पावर एन्ड टाइप अफ बल्ब, टाइप अफ ड्राई सेल र इन्भाइरोमेन्टल कन्डिसन चाहिँ सेम हुनुपर्छ, कन्ट्रोल हुनुपर्छ। नम्बर आईमा रहेको छ आईमा रहेको छ चाँदनी wanted to investigate the effect of substance mixed with the soil on plant growth. She decided to mix lime, urea, fertilizer, common salt and compost manure in the soil. Then she brought a bucket of soil from nearby field and sieved it. She put that soil equally into 12 uniform sized pots. Then she mixed 2 spoons of salt in every 3 pots, 2 spoons of urea fertilizer in each of the next 3 pots, 2 spoons of table salt in each of the next 3 pots, and finally 2 spoons of compost fertilizer in each of the remaining 3 pots. She then planted similar seeds of same plant in every pot and placed them all in a sunny place in the house. She watered all the pots every day. After the plants grew, she measured the height of each plant daily and kept a record भनेको छ। यो क्वेसनले भन्न खोजेको के हो भन्दाखेरि चाँदनीलाई चाहिँ के लागेछ भन्दाखेरि यो युरिया, लाइम, कम्पोस्ट म्यान्युर र कमन साल्टले बिरुवाको वृद्धि विकासमा कस्तो असर पार्छ त भनेर जान्न मन लाग्यो। अब यसमा यहाँनिर क्वेसन छ अब उनको यो एक्सपेरिमेन्टमा इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ टाइप्स अफ सब्सटेन्स द्याट मिक्स टु द सोइल जस्तै साल्ट, युरिया, टेबल साल्ट, कम्पोस्ट म्यान्युर। डिपेन्डेन्ट भेरिएबल हुन्छ हाइट अफ प्लान्ट ग्रोथ, कन्ट्रोल भेरिएबल हुन्छ टाइप अफ प्लान्ट, अमाउन्ट अफ सोइल, साइज अफ पट, अमाउन्ट अफ सब्सटेन्स, सनलाइट, वाटर एन्ड प्लेसेस अफ किपिङ पट। यो चाहिँ कन्ट्रोल भेरिएबल भयो। अब नम्बर सेकेन्डमा रहेको छ वाइ डिड चाँदनी युज 3 pots फर इच एक्सपेरिमेन्ट भनेको छ। चाँदनीले चाहिँ किन प्रत्येक एक्सपेरिमेन्टको लागि तीनटा भाँडा लिएको होला भन्दाखेरि चाँदनी युज 3 pots फर इच एक्सपेरिमेन्ट टु इन्स्योर द रिलायबिलिटी एन्ड एक्युरेसी अफ रिजल्ट बाई मिनिमाइजिङ इरर्स एन्ड एभरेजिङ द इफेक्ट्स। इररलाई मिनिमाइज गर्न, रिजल्टलाई एभरेजिङ गर्न, एक्युरेसी, रिलायबिलिटी बनाउनको लागि उनले तीनवटा भाँडा युज गरेको होला। नम्बर जेमा रहेको छ सुबोध वान्टेड टु फाइन्ड आउट हाउ द कलर अफ एन अब्जेक्ट अफेक्ट्स हिज एबिलिटी टु होल्ड हिट। फर द्याट ही टुक 4 conical flags and coated the first flags with black color enamel
and second with white enamel, and third with a green enamel, and the fourth with a red enamel. Then he filled all the flasks with water, closed the mouth of each flask tightly with a cork, and then kept them in sun. After some time, he measured the temperature of water in each flask with the help of a thermometer and noted the readings. Identify the independent variable and dependent variable in सुबोध's experiment. Which variable should be controlled by सुबोध भनेको छ। सुबोधलाई चाहिँ विभिन्न कलरहरूले कति हिट एब्जर्ब गर्न सक्छ भनेर उसलाई टेस्ट गर्न मन लाग्यो हो। उसको यो एक्सपेरिमेन्टमा चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल भनेको कलर अफ द फ्लास्क जस्तै ब्ल्याक, व्हाइट, ग्रीन र रेड। डिपेन्डेन्ट भेरिएबल भनेको टेम्परेचर अफ वाटर इन इच फ्लास्क, हिट रिटेन्सन त्यो भयो। अनि कन्ट्रोल भेरिएबल भनेको अमाउन्ट अफ वाटर, टाइप एन्ड साइज अफ द फ्लास्क, टाइम एक्सपोजर टु सनलाइट, थर्मोमिटर युज्ड एन्ड इन्भाइरोमेन्ट सबै सेम हुनु पर्यो। नम्बर के मा रहेको छ मनिषा वान्टेड टु टेस्ट द इटिङ ह्याबिट अफ हर डग। सी डिसाइडेड टु स्टडी हाउ द अमाउन्ट अफ फुड and the time of giving food affects the speed at which the dog ate. What is wrong with the design of Manisha's experiment and how can she correct it भन्ने क्वेसन छ। मनिषालाई आफ्नो कुकुरलाई खाना दिने समय र खानाको मात्रा फरक पार्दाखेरि कुकुरले खाना खाने स्पिडमा कस्तो फरक पर्छ भनेर उसलाई टेस्ट गर्न मन लाग्यो हो। उसको यो एक्सपेरिमेन्ट ठिक छैन किनभने मनिषाको यो एक्सपेरिमेन्टमा दुईवटा इन्डिपेन्डेन्ट भेरिएबल रहेको छ। भाइ बहिनीहरू कुनै पनि एक्सपेरिमेन्टमा दुई अथवा एउटा भन्दा बढी इन्डिपेन्डेन्ट भेरिएबल हुन सक्दैन। वाट इज रङ भन्दाखेरि मनिषा चेन्ज्ड टु भेरिएबल्स एट द सेम टाइम, द्याट इज अमाउन्ट अफ फुड एन्ड टाइम अफ गिभिङ फुड इन एन एक्सपेरिमेन्ट। देयर वन्ट बी टु इन्डिपेन्डेन्ट भेरिएबल्स। दिस मेक्स इट अनक्लियर which variable affects the eating speed। अब उसले कसरी करेक्ट गर्नुपर्छ भन्दाखेरि हाउ टु करेक्ट इट भन्नेमा चाहिँ सी सुड चेन्ज ओन्ली वान भेरिएबल एट अ टाइम एन्ड किप अदर कन्स्ट्यान्ट। फर इक्जाम्पल सी कुड फर्स्ट टेस्ट हाउ द अमाउन्ट अफ फुड अफेक्ट्स द स्पिड बाई किपिङ द टाइम कन्स्ट्यान्ट एन्ड लेटर टेस्ट द इफेक्ट अफ टाइम बाई किपिङ द अमाउन्ट अफ फुड कन्स्ट्यान्ट। यसरी उनले आफ्नो एक्सपेरिमेन्टलाई करेक्ट गर्न सक्ने छिन्। त्यस पछाडि प्रुभ द्याट भनेको छ इलेक्ट्रिक रेजिस्टेन्स बराबर केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब पर एम्पियर स्क्वायर भनेको छ। ओम्स लबाट हेर्ने हो भने भी बराबर आइआर, आर भनेको भी अपन आई, भी भनेको पोटेन्सियल डिफ्रेन्स हो। पोटेन्सियल डिफ्रेन्स चाहिँ वर्क डन अपन चार्ज गरेर निकालिन्छ। एफ इन्टु डी, चार्ज भनेको आई इन्टु टी, अनि एफ भनेको एम इन्टु ए इन्टु डी, आई इन्टु डी, एम भनेको केजी, ए भनेको मिटर पर सेकेन्ड स्क्वायर र डी भनेको मिटर, आई भनेको ए र टी भनेको यस। यसरी गर्दाखेरि पोटेन्सियल डिफ्रेन्सको भ्यालु आउँछ केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब पर एम्पियर माइनस 1 पर एम्पियर मात्रै भन्दा हुन्छ। अनि करेन्ट भनेको एम्पियर हो। अब हामीले यहाँ भ्यालु राख्दाखेरि आर बराबर भी अपन आईमा भ्यालु राख्दा भी भनेको केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब पर एम्पियर भयो। त्यस पछाडि आई भनेको एम्पियर र यो यो ए एम्पियर माथि जाँदाखेरि चाहिँ एम्पियर माइनस 2 भएर जान्छ। अब यसरी के हुन्छ त इलेक्ट्रिक रेजिस्टेन्सको युनिट चाहिँ के हुन्छ त प्रुभड हुन्छ। भाइ बहिनीहरू आजको भिडियोमा यति नै। भिडियो मन परे च्यानललाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र भिडियोमा कमेन्ट पनि गर्नुहोला। यहाँलाई कुन कुन च्याप्टर गाह्रो लाग्छ कमेन्टमा लेख्नुहोला। म हजुरलाई गाह्रो लागेको च्याप्टरको सोलुसन बनाएर भिडियो अपलोड गर्ने नै छु। धन्यवाद।